लक्ष्य सबैभन्दा ठुलो कुरा हो। गन्तव्य प्राप्त गर्न सधैँ लडिराख्नुपर्छ। बीचमा हरास खानु व्यर्थ हो। जिन्दगीको बाटो लामो छ। हरास खाँदैमा जिन्दगी खतम भएको त हुँदैन नि साथी। जिन्दगीमा सफलता प्राप्त गर्नु छ भने कहिलेकाहीँ हार्न पनि सिक्नुपर्छ। कहिले जितौँला कहिले हारौँला, यो नै त जिन्दगीको वास्तविकता हो। आफ्नो गन्तव्य र आफ्नो मेहनत गर्न नछोड्नुहोस् र एक दिन प्राप्त हामी अवश्य गर्नेछौँ आफ्नो गन्तव्य। मेहनत नै सबैभन्दा ठुलो कुरा। के छ के भन्नु कहाँ, याद छ कि तिमीलाई हामी भेटेको त्यो रात। समयको उष्ण नभई नसेतिने तिम्रो बात।